हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो मिनी भ्लगमा। आज चाहिँ म छोरीको लागि खिर पकाउन जाँदैछु। गर्नु के दुध ल्याएर कहिले दुध खाइदिने कहिले नखाइदिने, त्यही भएर बच्चालाई आज मेरो छोरीलाई म खिर पकाएर खुवाउँदैछु। यस्तो गर्मीमा बच्चाले केही नखाइदिएर कस्तो समस्या हुन्छ के साथीहरू, त्यही भएर बच्चालाई कहिले के खुवाउनुपर्छ। सधैँ एकै नाचको पनि खाइदिन्न नि त, त्यही भएर यता चाहिँ मैले सब्जीहरू काटेर रेडी राखेको छु। अब एकछिनमा फ्राई गर्छु। मैले डल्ले खुर्सानी पनि देखाइरहेको छु, हेर्नुहोस् है त। अब म एकछिनमा सब्जी पनि फ्राई गर्छु, सँगसँगै यता साथै खिर पनि पाकिहाल्छ। त्यसपछि छोरी सुतिरहेकी छिन्, त्यसपछि छोरी उठेपछि खुवाउँछु है त। म अब एकछिनमा सब्जी फ्राई गर्दैछु है। यो असारको महिना पानी नपरेर साथीहरू गर्मी पनि यति छ कि एकछिन किचनमा बस्न पनि सकिन्न। उफु पसिना आएर कस्तो हुन्छ मलाई त। तपाईँहरूकोतिर कतिको गर्मी छ साथीहरू, भन्नुहोस् है। सबैजनाले कमेन्ट गर्नुहोस् है। यो असारमा त अलि पानी पर्नु नि, बर्खा लाए जस्तो हुनु नि। मैले चाहिँ यता खिर ढोक्दै चलाउँदै गरिरहेको छु। एकदम राम्रो बन्ला जस्तो छ। छोरीले मिठो मानेर खान्छन् जस्तो छ। अब मैले चिनी राखेर म फेरि यसलाई एकछिन चलाउँछु। अनि चलाए मैले एकछिन फेरि यसलाई ढाकिदिन्छु। राम्रोसँग चलाइरहेको छु। अनि ढाकिदिएँ है मैले यसलाई। अब म यता सब्जी फ्राई गर्छु, उता खिर पाक्दैछ। अनि म यता सब्जी फ्राई गर्दैछु, हेर्नुहोस् है। तेल हालेँ, अनि केही काटेको मसलाहरू थियो त्यही सबै फुराइदिएँ मैले तेलमा। अब हेर्नुहोस् है, सब्जी रेडी गर्दैछु। सब्जी रेडी मसला हालेपछि यसरी सब्जी मसलाहरू चलाउँदैछु। अनि मैले माथिबाट सब्जी हालेँ अनि चलाएँ। सब्जी पनि पाक्यो, उता पनि खिर पनि रेडी भयो, यता सब्जी पनि रेडी भयो। साथीहरू हेर्नुहोस् है, खिर कस्तो भएको छ। एकचोटि हेर्नुहोस् है, एकदम राम्रो भएको छ। अब म टमाटर काटेर सब्जीमा राख्छु। यो सबै टमाटर सब्जीमा राख्छु अनि सब्जी रेडी हुन्छ। हस् त, बाई बाई, फेरि भेटौँला।